Welcome to our Undertaker को Underwear, Mr. Kalote Taker. यामा थोपडा हेर्न थोपडा। यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। लफङ्ग भई बिगार्दैछ आफ्नै छोरोको करियर। भन्देऊ त तिमी को हो? नमस्कार, म कलाकार तेजेन्द्र परियार। सचिनलाई दिएको पैसा कलौटेले गनेछ। कलाकार चाहिँ तिमीलाई कलाकार नभने के भन्ने? कलाकार नभने के भन्ने? च्यामा चिनी कतिको खाइसिन्छ। सचिन परियार बाल कलाकार हुन् भने कलौटे चाहिँ झाट कलाकार होइसिन्छ। तर म त्यस्तो कलाकार त होइन। सो घोषित कलाकार तेजेन्द्र परियार अहिले नेपाली जनताहरूको चासोको विषय बनेका छन्। आखिर के कारणले 3 करोड नेपाली जनताको निद्रा हराम गरिदिए त त्यसको सम्पूर्ण नालीबेली आजको भिडियोमा केलाउन जाँदैछु। हाम्रो कलौटे तेजेन्द्र परियारले कोटेश्वरमा 50 लाखको दोरी खोल्यो रे। सचिनको बाबु चाकामा घाउ। हिजोसम्म मागेर हिँड्ने तेजेन्द्र परियार आज दोरी साँझको साउ। मनका कुरा गरौला नि यसो मिलाएर। कलौटे भने साउ भइसकेछ, सहयोग गर्ने बसिरा होलान् घेडा चिलाएर। के खान पाइन्छ त यहाँनिर अन्य? अब यी देखिहाल्नु भएको छ ब्याकग्राउन्डमा। सहयोग पनि कसलाई गर्ने हजुर, यो संसार नै जाली छ। तेजेन्द्र परियारको दोरी साथमा पछाडि 2टा रक्सी मात्र देखेँ मैले, अरु र्याक सबै खाली छ। छोरो बिरामी भयो भन्दै मागिरहन्थ्यो जहिले। खाली बोतल राखेर कसरी कमाउँछस् तैँले? कमाइ नहुने भए त हामीले किन गर्न पर्यो त? जब रोडमा सुती भइहाल्को फेरि रुँदै आउने हो कि तपाईँ मेरो दोरी साथ चलेन लाउन भनेर धेरै त्यसो भनिरहेका छन्। ढाकभन्दा ढक्कु ठुलो, हिँड्ने बेला खुट्टो लुलो। अब पनि रुँदै आइस भने च्याप्दिन्छन् तेरो गुलो। ढाकाले खाएको धन, आगोले खाएको वन। निकै फुर्ती लाइस त कलौटे, तेरो दोरी साँझमा के पाइन्छ भन्। तपाईँ पैसा तिरेर खानुस् न, मैले तपाईँले पैसा दिनुस्, जे भन्नुहुन्छ त्यही दिन तयार छु ल। दिनुहुन्छ? मेरो ज्यानै दिन्छु ल तपाईँलाई। लिनुहुन्छ पैसाले मलाई तिरेर? म दिन तयार छु। त्यो चाहिँ पैसा हो, पैसा सित्तैमा नि तपाईँको लिँदैन नि तपाईँको ज्यान त। फकै फकै ल्याए, चिमेटी चिमेटी मारे। कलौटेको दोरी साँझमा खासमा यस्तो हुन्छ अरे। अनि तपाईँकोमा त रक्सी खाएर जान पर्ने मान्छेहरू सबै जुस खाएर जान्छन् रे त। खासमा के हो? यो धेरै राम्रो कुरो नि। अनि धेरै रक्सी खान लायो भने नि मैले त्यसलाई कन्ट्रोल गरेर नखानुस् पनि भनिदिन्छु। कलौटेले कन्ट्रोल गरेर जे होस् नखानुस् चाहिँ भन्ने हैछ। तर वास्तवमा चाहिँ आफैले खाएर ग्राहकको रक्सी सकिदिने रहेछ। ग्राहकको खाइदिनु क्या। जस्तो ग्राहक अब एउटा आउनुहुन्छ 1 टेबल साउ भएर म आफै खाएर मिल्छ? ट्याङ्करै हो। हिजो बिहान दिनमा खाएर हिँड्थ्यो, अहिले खाँदैन तेजेन्द्र। उता परेली झिमझिम भो। खाएर हिँड्न त हुन परे नि, त्यही खाली बोतलमा पानी हालेर खाए मात्रै हो। अनुहार हेर्दा साँडेको बेहोरा भने बफ। कलौटेले के भन्दैछ त सुनौ उसको गफ। मलाई हान्नु भनेको नेपालको मन्त्रीलाई हान्नु बराबर हो। यो याद गर्दा हुन्छ, कसैले हान्न सक्दैन। मलाई हान्नु भनेको नेपालको मन्त्रीलाई हान्नु बराबर। नेताको भन्दा नि ठुलो औकात भइसकेछ। अब बनाइदिन पर्यो कलौटेको मूर्ति। जसको छैन एक फाँकको सुर्ती, उसैले लाउँदैछ सुन्नुस् त 10 करोडको फुर्ती। 55 लाखको दोरी भन्नुहुन्छ, कहिले 10 लाखको भन्नुहुन्छ, कहिले 50 लाखको भन्नुहुन्छ। के हो यो खासमा वास्तविकता? अनि तपाईँलाई के मैले स्पष्ट दिन पर्ने? मैले 10 करोडकै दोरी खोलेँ भने नि तपाईँले केही गर्न सक्नुहुन्छ र? ढुङ्गे धाराले यस्तै चोरीफुरी देखाएकाले कलौटेलाई गाली गर्दैछन् संसार साराले। कलौटे चाहिँ तपाईँ के भयो भन्नु त? के गरेर छु कलाएर? खास के गर्नु पर्यो? तपाईँलाई नुरुसाइ लाउनु पर्ने हो कि? मैले कसैको लुट्ने ढाँट्ने गरे हो? काठमाडौँबाट नि बाहिर गराइदिनु पर्ने हो कि? जो मान्छेको सुन्न खाने बस्नेको ठेगानै छैन, त्यो मान्छेले करोडको 2 दिनमा दोरी खोल्छ यार। दोरी त सचिनको हो। तपाईँले छोरालाई हतियार बनाएर यो यस्तो खेल नखेल्नु। तपाईँको खेल धेरै टिक्दैन। अब मार्नुहुन्छ मलाई, कारबाही गर्नुहुन्छ? गफडीलाई कसैले सक्दैन बोलेर जित्न। यो मान्छे जान्छ दोरी साँझमा कलौटेलाई पिट्न। गेडा फुट्ला कलौटेको नपिटन भो। मलाई हान्नु भनेको नेपालको मन्त्रीलाई हान्नु बराबर हो। मान्छे हेर्दा बुढो, दिमाग रहेछ काँचो। फेरि पनि कलौटेलाई परिरहेको छ रे पैसाको खाँचो। पैसा खाँचो छ मलाई, लगानी गर्नु पर्यो। बिना लगानीको कति जति चाहिएको छ अहिले? ठ्याक्कै खोलास तपाईँ दोरी चलाउन। मलाई त 30 लाख जति चाहिएको छ अहिले। 30 लाख जति दिनुहुन्छ तपाईँले? ला पैसा अब त कसैले दिँदैनन्, नाटक गर्न नखोज। कलौटेले हेर्नुस् त गरिरहेछ मोज। हिजोसम्म ढेउडा खान नपाउने भतुवा।
अब तपाईँहरू जाँदै हुनुहुन्छ सच्चाइको दुनियाँमा कस्नु होला पेटी। वास्तविकता के हो त? कलौटेले खोलाउँदैछ आफ्नै कर्तुत अनि झुटको खेती। साउजी होइन साउजी होइन, नमस्कार। बोस होइन तपाईँ? बोस होइन। त्यसो भने भाँडा माझ्ने हो त तपाईँ यहाँ? भाँडा मान्ने नै हो म वास्तवमै। भाँडा माझ्ने हैछ वास्तवमा, न त खोले रहेछ दोरी न त कुनै क्लब। कति दिन्छ त तिम्रो साउले महिना महिनाको तलब? तलब त मेरो त दाल भात हो नि होला, अब चाहिँ त्यस्तै लाग्छ मलाई। सम्हालेर राखे है उतौले त्यो पैसा, दाल भात मात्र होइन माग तिम्रो साउसँग काम गरेको पैसा। काम गरेको 12 दिनै भएको छैन, कसरी पैसा दिन्छ नि? यो कुरो त दिन सकिन होइन। तलब मैले ऊ काम गरेको 13 दिन हो घर। खासमा कसैलाई नि हुँदैन कामको आधारमा दाँच्न, कलौटेलाई नि किन राख्यौ त भाँडा माझ्न? त्यो हाम्रो यसो रोधीहरूलाई अलिकति मौलिकता बढोस् न होइन। अब कलौटे आयो भनेपछि अलिकति छुट्टै सान आफ्नै मान हुन्छ नि। कलौटेलाई भेट्न मान्छेहरू दिनदिनै आछन् रे। बिचरा दाजुले भाँडा माझ्दा माझ्दै बस्नै नसक्ने भाछन् रे। मलाई बस्नै गाह्रो। मलाई बस्न अलिक स्वास्थ्य आज अलिक मलाई पाइल्स भास्तो छ। बस्नै नसक्ने भए पनि पैसा कमाउनको लागि ओभर टाइम नै हान्छ रे। अस्ट्रेलियामा बस्ने नेपालीले जस्तै कलौटेले पनि भाँडा माझ्न आफ्नै गाडीमा जान्छ रे। बिहानदेखि अहिलेसम्म 3 चोटि ढलिसकेको छु, एकदम खटाइरहेको छु। त पनि पिँडा जला पर्छ त्यसलाई मात्रै फुला हौ भने रसाइदेऊ, निकै सेन्टी बनायौ त कलौटे, अब एकछिन हँसाइदेऊ। कलाकार नभने के भन्ने, कलाकार नभने के भन्ने। जता माया उतै यो मन लर्किन्छ, भाँडा माझ्न दुःख भएकाले कलौटे गाउँघरतिर फर्किन्छ। बहिनी त कहाँ हिँड्या नि? म मेला भन्न चाहन लाग्यो दाइ। ल गएर खुरु मेला भनेर आइज। मेलाको लागि भनेर 1 बोतल रक्सी राखेको थियो, बोतलमा त रक्सी नै छैन त। रक्सी नै छैन रे? त्यसो भए मुसाले खा होला नि त। बाटै अप्ठ्यारो बनायो भिरालोले, त्यो रक्सी खाएको हुनुपर्छ यो कलौटे ढाडे बिरालोले। तपाईहरूलाई यो एपिसोड कस्तो लाग्यो? यदि राम्रो लागेको छ भने लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। हामी छिट्टै भेट हुनेछौँ अर्को नयाँ एपिसोडमा। त्यतिखेरसम्म सावधान रहनुहोस्, सतर्क रहनुहोस्। अनि यो भिडियोबाट तपाईँहरूले के कुरा सिक्नु भयो त? मलाई हान्नु भनेको नेपालको मन्त्रीलाई हान्नु बराबर हो, यो याद गर्दा हुन्छ। कसैले हान्न सक्दैन मलाई। अनि अर्को कुरा गाइज, मैले यहाँ रोस्ट गरेका व्यक्तिलाई कसैले पनि गएर हेट नगरिदिनु होला, यो सिर्फ इन्टरटेनमेन्ट पर्पजको लागि मात्रै हो। यति भन्दै अब म बिदा हुन चाहन्छु। हस्त नमस्ते।